यो चाहिँ मेरो विदेश आउँदाखेरि मैले भोगेको कुराहरू होइन गाइड यस्तै हो लाइफ के गर्ने त्यही भएर मैले चाहिँ प्लेन चढ्दादेखिको कुराहरू चाहिँ यो गीतमा लेखेको छु होइन सबैले सुन्दैन कस्तो लाग्छ जो पनि परदेश आएको छ तिनीहरूले बुझ्छ क्या ओके ओके लेट्स गो कथाको सुरुवात खाडी मुलुक परदेशीको सपना झोला भरि बोकी आए खोजेकीको बसे म प्लेनभित्र अन्जान थिए सबैजना आँखामा आँसु बोकी रोइरहे म मौनतामा नेपाली भरिएको जहाँ उड्यो माथि माथि आमाबा सम्झेर हात राखे छाती माथि लागे ननिन्द्रा कोही म आकाशमाथि घुरी राति जाँदै थिएँ दुबई तर म नेपालमै घुरी राति रातको 1 बजे छरे म प्लेनबाट आमालाई भन्न मन त्यो पुगे पनि फोनबाट चिसो त्यो भुइँमाथि निन्द्रा नि प्यारो भयो 4 घण्टा बितेपछि बल्ल हामीलाई लिन आयो सुनको काम अब भेटेका छैन के खाने के बस्ने यहाँ आफ्नो भन्ने कोही छैन आफ्नो भन्ने कोही छैन सकेको छैन है फेरि मार्ला नि सुरु भो कथा अब परदेशी यो जिन्दगीको खाडीमा छिरेपछि भविष्यको बिचली भो सम्झिन्छु आफ्नाहरूलाई याद आउँछ त्यही गाउँघरको मर्छु कि बाँच्छु आमा भर छैन यो सहरको तातो यो घामसँग दिनभरि छ युद्ध मेरो रगत नै बगाए नि दुःख कसले बुझ्छ मेरो पसिना बेचे मैले बाबाको त्यो ऋण तिर्न दिनेछु खुसी आमा आँसु कहिले झर्न दिन रहरले होइन विदेश बाध्यताले परदेशिए सानै यो उमेरमा दुःखसँग लड्किए एक्कासी जहाँ चढे झोला भरि सपना कमाउँछु टन्न पैसा रमाउने छु विपन्नमा यो सोच बोकी आफ्नोलाई छोडी आए पाइन्छ खुसी टन्न भन्दै मनी खोजी आए खुसीहरू खुसी आए आफ्नाहरूलाई छोडी आए Okay, thank you guys. Let's go.